अब हामी चाहिँ रेडी भएर छौँ है त। ल चट्टा लगाएर हाम्रो जुन भाइले जुत्ता लगाइसक्यौँ। ट्रेकिङ होइन है फेरि यो चाहिँ हेर्दा चाहिँ ट्रेकिङ जस्तो देखिरहेको छ तर ट्रेकिङमा चाहिँ होइन। मैले पनि रेडी भइसक्यो। या खुकुरी भिरेछौँ। अब लाग्नको लागि रेडी भइसकेको छौँ हामी है त। ल निक्ला काटेर चाहिँ अब डोरी बनाउन खोजेको हो। हामीले निक्ला लगेर छौँ। अब पुग्नु पर्ने चाहिँ उता पर हो। त्यही पर धेरै पर छ। किसिम पुगेपछि त्यो आउँछ है त। वाट द ह्याक जोन भाइ के खाँदैछौ यार? हेत्तेरी एक्लै एक्लै निक्लाको अवस्था गम्भीरै छ है त। हेत्तेरी एक्लै कहाँ खाएको यार? मलाई पनि त्यो नलिएर यार। फेरि यो चाहिँ हाम्रोतिर अमिलो हो। यसको नाम चाहिँ एक्ज्याक्ट मलाई थाहा छैन। भनिदिउ त जोन भाइ। खतरा मिठो मान्छे खाएको छौ त यार। अमिलो चाहिँ बब्बाल छ है। फाइनली हामीले निक्ला पनि ल्याइसकेका छौँ र हामीभन्दा अगाडि ल्याएको दाजुभाइहरूले चाहिँ दाजुभाइहरूको निक्ला चाहिँ अहिले यो डोरी बनाउन युज गरिरहेको छौँ। हाम्रो चाहिँ अझै राम्रोसँग निकालेको छैन। ओके यो चाहिँ हाम्रो लागि रोप बन्ने छ है त। डोरी बन्ने छ काट्दाखेरि चाहिँ। त्यही भएर एकदम राम्रोसँग बनाउनुपर्छ। यो बनाउँदाखेरि चाहिँ हात चाहिँ लास्टै खतरा खान्छ है। अझै उता परिदिन्छ हुन्छ। र हाम्रो मामाजी हो मामाजी नै हो क्या। यो निक्ला चाहिँ ठक्क निकाल्दैछ है। यसको दुईवटा भाग हुन्छ। यो निकालिसकेपछि बल्ल अघि जुन चाहिँ बनाएको छ नि डोरी त्यो बनिन्छ है त। र यो चाहिँ पोहोर सालको निक्लाको पोहोर साल नै बनाएको। यो चाहिँ नयाँ है त। यसमा अब पछि माथि चढ्दाखेरि चाहिँ हात खान्छ भने चाहिँ यसको राम्रो मसँग त्यो भन्दा हात घोप्छ भनेर चाहिँ एभ्रिथिङ इज गोइङ वेल है त। सबै राम्रोसँग चलिरहेको छ। र यो चाहिँ अब लगभग सकिसकेको छ। भोलिको लागि भोलि एडभेन्चरको लागि चाहिँ हामी रेडी छौँ है त। एन्ड गाइज यो चाहिँ फाइनली हाम्रो यो चाहिँ खतरा रमाइलोको सँगसँगै यो चाहिँ पऱ्यो होइन नि फेरि यो चाहिँ है। यो चाहिँ पऱ्यो होइन यो बन्द पऱ्यो होला नि त। यो चाहिँ हाम्रो यो गुल्यालीबाट झारेको है त। यो चाहिँ अझै पनि जिउँदै रहेछ। यो चाहिँ हामी भोलि तरकारी बनाउँछौँ है नि यो चाहिँ। अनि फाइनली अर्को पनि एउटा रमाइलो चिज है त यो। यो चाहिँ फेरि भ्यागु त होइन नि फेरि। यो चाहिँ पा भन्छ। यसलाई चाहिँ पा है त। लाइभ हेर्न सक्नुहुन्छ है यो चाहिँ पा खतरा है। यो चाहिँ खतरा हो। भोलिको लागि तरकारी चाहिँ खतरा बनिदियो है फेरि। जोस अर्कै आउने भयो अब। खोइ मैले लेख्छु हेर्नु है। भाइ स्टिल अझै जिउँदैछ कि मरिसक्यो? अघिको मारेको पऱ्यो पुरै मित्र के गर्छ। ओके वेलकम सबैजनालाई है त। यो चाहिँ हाम्रो यो डे 2 को भिडियो चाहिँ सुरु भइसकेको छ। र यो गगन म्याड सप्लायरबाट है त यो चाहिँ। ल हामी चाहिँ एडभेन्चरको लागि एकदम तयार भइसकेका छौँ। हिजोको रोप रेडी भइसक्यो र मको लागि जुन चाहिँ भाडा देख्नु भएको छ। र सबै साथीभाइहरू चाहिँ अब मिसनतिर लागिरहेछौँ है त। यो चाहिँ भरे धुवा बाल्नको लागि है त। के को लागि भन्नु होला। यो चाहिँ भरे माथि अब धुवा बाल्नको लागि भरे मौरीले ठोक्छ नि त। त्यही भएर चाहिँ धुवा बाल्नको लागि है। यो चाहिँ बाटो एकदम डेन्जर छ। अब एउटै हातले एकैजना लग्न नसक्ने भयो। त्यही भएर हामीले चाहिँ पालै पिला पास गर्दैछौँ है त। बाटो पनि डेन्जर छ। सबै कुरा डेन्जर, सबै कुरा एडभेन्चर। यो चाहिँ मह थाप्नको लागि भरे।
अझै पनि मान्छे आउनै बाँकी छ अझै बल्ल आगो पुगिरहेको छ माथि पुग्नु उयो माल चाहिँ उता माथि छ है अनि चाहिँ ओके ल वहाँ देख्न सक्नुहुन्छ है यो चाहिँ भिडमह अलिकति धुवाले मान्छे राम्रोसँग देख्न सकिँदैन खतरा चाहिँ यहाँबाट देखिन्छ धुवा यहाँबाट लगाएर ठक्कै ल ओके एकचोटि नजर हेर्न सक्नुहुन्छ है त्यसको ल महको चाहिँ मौरी अझै पनि आदिमा बसेकै छ सबै यहाँबाट धुवा पठाएको भएर है त ओके हाम्रो यो फर्स्ट 2082 को चाहिँ फर्स्ट महको चाका चाहिँ आइसकेको छ है त तपाईहरुले देख्न सक्नुहुन्छ फर्स्ट चाका फर्स्ट वर्षको फर्स्ट चाका चाहिँ आइसकेको छ हाम्रो हातमा है त 몇 정도 보니까 너무 예쁘지? 딱 해봐. 아니 너 지금 이거 차보고 있어. 떨어가겠어. 나로. 이걸로 가서 야 뚜껑. 자 핀전 전기 저짝이야. 이거 플리아지 뚜껑. 이제 보라. 원래 저 공부가 진짜. 이거라다는 듯. 다리 말아 두들이 걸려. ओके हजुरहरूले प्रत्यक्ष देख्न सक्नुहुन्छ यो अगाडि जुन चाहिँ बोकिरहेको छ यो चाहिँ मह हो र यसमा चाहिँ अब यो ठाउँबाट चाहिँ हामीले सकिसक्यो अब अर्को भिडियोमा चाहिँ अर्को हाल्नेछु है त अर्को ठाउँमा काटेको हाल्नेछु र फाइनली हामीले चाहिँ यो महलाई चाहिँ हामी झान्छौँ यसरी नै पछि बल्ल झुलमा जाने हो